सबैमा हार्दिक नमस्कार। म जयप्रसाद जोशी र आज विशेष समसामयिक विषयलाई लिएर उपस्थित भएको छु र आज श्री जगतजननी माता उग्रताराको देहजात र त्यसको पौराणिकता र त्यसको वैदिकता र त्यसको जनश्रुति र जनभनाई के छ भन्ने विषयमा छोटकरीमा म यहाँ प्रस्तुत गर्न गइरहेको छु। मानसखण्ड स्कन्द पुराण सबैभन्दा ठुलो पुराण र त्यसमा पनि मानसखण्ड जो पुरानो भनिएको छ। मानसखण्ड यो कर्णालीदेखि लिएर र भारतको कुमाउँसम्मको यो क्षेत्रलाई मानसखण्ड भनेर भनिन्छ। नन्द पर्वत आरभ्य यावत काकगिरिस्मृत तावत वै मानसखण्ड ख्यायते नर्पसत्तमा भनेर मानसखण्डमा नै भनिएको छ। नन्द पर्वतदेखि लिएर काली कुमाउँसम्मको यो क्षेत्र मानसखण्ड हो र त्यस मानसखण्डभित्र यस यहाँका ४४ सहस्राणी सन्ते तीर्थानि महितले भनेर यी सबै तीर्थहरूको बारेमा वर्णन गरिएको पनि छ। र अर्को कुरा उग्रताराकै विषयमा भन्ने हो भने उग्रतारा महाशक्ति कुर्मपीठे स्वयम्भुव उग्रतारा सदा सेव्या श्रीविद्या मुपकांक्षिणी। कुर्मशिला पर्वतमा माता उग्रतारा महाशक्ति विराजमान स्वयम्भू भएर विराजमान हुनुभएको छ र ती महाविद्याको आराधना जसले पनि गर्दछ भने मनोवांछित फल प्राप्त गर्दछ भन्ने कुरा हाम्रा विभिन्न ग्रन्थहरूमा उल्लेख भएको हामी पाउँछौँ। अर्को कुरा के छ भने प्रदोष पूर्णिमा प्रिया योगिनी गण सेविता। उहाँलाई माता उग्रतालाई प्रदोष तिथिहरू प्यारा छन् र पूर्णिमा तिथि प्यारा छन् र ताम पूज्या मुनि शार्दूल सिद्धि माप्नोति मानवाः। जसले ती तिथिहरूमा माता उग्रताराको स्तवन गर्दछन्, पूजन गर्दछन् र स्मरण गर्दछन्। जहाँ हामी छौँ, देश विदेशमा रहँदैछौँ भने पनि जसले हामीले स्मरण गर्छौँ भने पनि हाम्रा सिद्धिहरू प्राप्त हुन्छन् र यम यम चिन्तयते कामम तम तम प्राप्नोति निश्चितम। जे हामीले चिताएका छौँ त्यो कुरा प्राप्त हुन्छन् भन्ने कुरा पनि उल्लेख भएको छ। आदरणीय श्रोतृवृन्द र दर्शकहरू र सबै भक्तजनहरू, यसको पौराणिकतालाई हेर्ने हो भने र जब सौरमण्डल आग्नेय थियो र पृथ्वी जलमग्न थियो र कुनै पनि सृष्टिकाल थिएन भने त्यति बेलामा सौरमण्डलको त्यो हिरण्यरेताह भनेर अग्निको अर्को नाम छ र जसलाई रुद्राग्नि भनेर भनिन्छ र शिवतत्वसँग सम्बन्धित छ। त्यो शिवतत्वलाई सहन गर्न सक्ने पृथ्वीमा कसैलाई पनि सामर्थ्य थिएन। अर्थात् त्यो तेजलाई सामर्थ्य गर्नका निमित्त एउटा सूर्य शक्तिको रूपमा एउटा शक्ति प्रादुर्भाव भइन्, जो शक्तिलाई हामी तारा भनेर भन्दछौँ र उनले उग्र रूप लिएको हुनाले त्यसै समयमा उनले जब रुद्राग्नि प्रकट भइन् र त्यसको समन गर्न सक्ने सामर्थ्य कसैमा भएन, त्यसपछि महामाया भगवती श्री उग्रताराको स्वयं स्तवन गरिसकेपछि र महामाया भगवतीले त्यो रुद्राग्निलाई शान्त पार्नका निमित्त त्यहाँ सबैको भनाइ अनुसार उनले अन्नाहुतिको इच्छा गरिन् र त्यो अन्नाहुति दिइसकेपछि त्यो रुद्राग्नि, त्यो हिरण्यरेता, त्यो हिरणमय अग्नि अर्थात् त्यो तातोपना त्यो शान्त भएर र उग्र रूपमा आएकी महाशक्तिकै कारणले त्यो उग्र रूपबाट सौम्य रूपमा भएकी र रिसाहा स्वरूप पनि माता उग्रताराको भएको हुनाले जसको नाम तारा थियो र पछि उग्र रूप लिएको हुनाले उहाँलाई उग्रतारा भनेर पनि भनिन्छ। म धेरै लामो यो भिडियोलाई लैजान चाहँदैन, किनभने हामीले र यसको पौराणिकतालाई यहाँसम्म लिएर अब हामी यसको ध्यानमा पनि के भनिएको छ भने प्रत्यालीढ पदार्पिताङ्घ्र सबहृद घोरा टहासा परा
खड्गेन्दी बर कर्ते खर पर भुजा ओंकार बीजोद्भवा खरवा नील विशाल पिङ्गल जटा जुटैका नागरियुता जाड्यान्यस्य कपाल करते जगताम हन्त्युग्र तारा स्वयं भनेर भनिएको छ। हामी के भन्न सक्छौँ भने अब महाकाली देवी र उग्रतारा देवी सँगसँगै रहनु भएको छ, यस प्राङ्गणमा सँगसँगै रहनु भएको छ र प्रलयकालकी महाशक्तिको रूपमा महाकालीलाई लिइन्छ भनेपछि सूर्य प्रलयकालकी महाशक्तिको रूपमा हामी उग्रतारालाई लिने गर्दछौँ र हेर्ने गर्दछौँ पौराणिकता र यसको शास्त्रीय मतानुसार पनि। र त्यसैले दुवैको ध्यानमा अलिकति मात्रै फरक छ, धेरै फरक पनि हाम्रो दुवैको ध्यानमा छैन। र माता उग्रताराको चारवटै भुजाहरूमा विषाक्त सर्पहरू समातेको छ। माताले विषाक्त सर्पहरू छन् जसको जो विषाक्त वायु बाहिर स्याँ गरेर ती सर्पहरूले बाहिर फालिराखेका छन् र जसका कारणले गर्दाखेरि माता उग्रताराले विश्व संहार गर्ने गर्दछन्। कति बेलामा यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत, जब यस संसारमा अधर्महरू बढ्दछन् भने तत्कालीन त्यति बेलाका लागि माताको उग्र रूपको दर्शन हामी पाउँछौँ। अब प्रलयकालमा जब वायु विषाक्त हुन्छ आदरणीय दर्शकहरू र भक्तजनहरू र श्वास घुट्न थाल्दछ र जसको निदान भनेको सर्प हो, जसको निदान हामी सर्पलाई लिन सक्दछौँ। संहार र नष्ट प्रलय भएपछि उग्रताराको सत्ता रहिरहन्छ र यो सारा प्रलय भइसके पनि उग्रताराको सत्ता यथावत रहन्छ, जसको कारण हामी देख्न सक्दछौँ माता उग्रताराको एउटा ध्यान गर्दाखेरि शव हृदय घ्रशव हृदय भनेको छ नि, त्यो शवको हृदयमा जसको पद छ अर्थात् पाउ छ। यो भन्नु खोजेको कुरा शवको अर्थ प्रलयकाल हो। प्रलयकालमा पनि माताको सत्ता रहिरहन्छ र संसार प्रलय हुन्छ तर माताको सत्ता कहिले पनि प्रलय हुँदैन भन्ने कुरालाई यहाँ देखाउन खोजिएको छ। र त्यसै गरेर प्रलयपछि पनि आफ्नो सत्ता रहिरहने सूर्याग्नि जो छन्, ती तारा जो छन्, तिनले अन्नाहुति जब बन्द हुन्छ भने तब उनी रुष्ट हुन्छन् र रुष्ट भइसकेपछि संसार प्रलय हुन थाल्दछ र त्यो वेग धारण गर्दछन्, स्वास्वा गर्न थाल्दछ र सबैको र दम बढ्न थाल्दछ र त्यो दम बढिसकेपछि प्रलयकालमा पृथ्वी चन्द्र सूर्य मनुष्य पशु पंक्षी लता लहरा संसारमा जे पनि छन् स्थावर जङ्गम अण्डज उद्भिज जराय जो पनि छन् सबैको रस सुक्न थाल्दछ। माताले उग्र भइसकेपछि र उग्र सुकिसकेपछि उग्रतारा तिनको रसलाई पिउँदै गर्छन् र शिरोभागबाट र सारा यी वनस्पतिहरू सुकेर जान्छन्। मान्छेहरू आपसमा लडाइँ झगडा गर्न थाल्छन्, मान्छेहरूमा एक किसिमको द्वन्द्व हुन्छ र सबै प्रलय भइसकेपछि पनि अट्टहासका साथ माता घुमिराखेकी हुन्छन्। त्यस्तो हुन्छ। यसै शरीरको आधार बनाएर उग्रतारा माताको यस रसलाई पान गर्नेछन्। जब अन्याय बढ्दछ, पाप बढ्दछ, अत्याचार बढ्दछ, घुसखोरी बढ्दछ, देशमा अशान्त वातावरण हुन्छ भने माता उग्रतारालाई अन्नाहुति नदिँदाखेरि यी सबै कुराहरू हुन्छन्। र यदि अन्नाहुति भयो माता उग्रताराको वैदिक विधि अनुसार र त्यसपछि ग्राम्यादि विधि अनुसार यदि पूजन भएन भनेपछि देशमा अशान्त वातावरण हुन्छ भन्ने कुरा पनि हामी यिनको पौराणिकताबाट हामी स्पष्ट थाहा पाउन सक्दछौँ। र अर्को कुरा के छ भनेपछि आदरणीय श्रोतेबिन, यसलाई यो त भयो यसको वैदिकता र त्यसपछि पौराणिकता। 10 महाविद्या अन्तर्गतकी एक देवी हुन् जो संसारमा कहीँ पनि उग्रताराको मन्दिर हामी भेटाउन पाउँदैनौँ र यी त कुर्मपीठ र यो कुर्मशिला पर्वतमा नै अर्थात् डडेलधुरामा नै हामी यसलाई भेटाउन सक्दछौँ। रुद्रयामल तन्त्र, शाक्त प्रमोद र त्यसपछि देवीखण्ड, नागरखण्ड आदि विभिन्न ग्रन्थहरूमा हामी उहाँको महिमालाई हेर्न सक्दछौँ। यो हामीले कुनै आफूले वर्णन गरेका छैनौँ, यो त हामी अलिकति मात्रै दिन खोजिराखेका छौँ मात्रै। अब यसको जनश्रुतिको बारेमा पनि हामीले हेर्नुपर्ने हुन्छ। जनश्रुति के भन्छ त? धार्मिक ग्रन्थहरूमा भएका र पुराणमा भएका सबै तथ्यहरूलाई सङ्कलित गरेर हामीले बोल्दाखेरि स्कन्द पुराणको वचनलाई त मैले पहिले पनि उद्धृत गरेँ कि उग्रतारा महाशक्ति कुर्मपीठे स्वयम्भुव
उग्रतारा सदासेव्या श्रीविद्या मुपकाङ्क्षिणी भनेर र यी उग्रतारा देवी र कुर्मशिला पर्वतमा र त्यसपछि 64 योगिनीद्वारा घेरिएका, जुन योगिनीलाई हामी के भन्दछौँ भने नीलकट भनेर पनि भन्दछौँ र नील सरस्वतीको रूपमा ती रहिआएकी छन्, तिनलाई नीलकट भनेर जोगिनी अर्थात् योगिनी भन्नको सट्टा जोगिनी भनेर भन्दछौँ। चारैतिरबाट उहाँलाई पङ्खा हम्किराखेकी छन्। त्यस्ती महाशक्ति उग्रतारा विराजमान यस कुर्मशिला पर्वतमा हुनुहुन्छ र जसले जहाँबाट पनि दर्शन गर्दछ, जसले जहाँबाट स्मरण गर्दछ, जसले जहाँबाट मनन गर्दछ, त्यसका सम्पूर्ण इच्छाहरू पूर्ण हुन्छन् र सम्पूर्ण मनोकामनाहरू पुरा हुन्छन् भन्ने कुरा हाम्रा उसमा भनिएको छ। यतिसम्म भनिएको छ कि मोक्षार्थी लभते मोक्षम, मोक्ष चाहनेवालाको मोक्ष हुन्छ। धनार्थी लभते धनम, धन चाहनेवालालाई धन सम्पत्ति प्राप्त हुन्छ। विद्यार्थी लभते विद्याम, विद्यार्थीहरू जति पनि छन् जसले उग्रताराको ध्यान गर्दछन् भने उनलाई विद्या प्राप्त हुन्छ। कर्तव्य करकादिकम, जसले जे चिताउँछ त्यसलाई त्यो कुराहरू प्राप्त हुन्छन् भनेर भनिएको छ। मोक्ष चाहनेले मोक्ष र धन चाहनेले धन, विद्या चाहनेले विद्या, जसले जे चाहे त्यो कुराहरू प्राप्त हुन्छ। अर्को पौराणिक पक्ष भनेको अक्षोभ्य पुरुष रुद्रकी अर्थात् अग्नि जस्तै भएर उत्पत्ति भए तिनको उग्र रूप छ, अन्नाहुतिको इच्छा व्यक्त गरिएको छ भनेर मैले पहिले पनि भने र त्यो अन्नाहुति र हाम्रो ग्राम्यादि वचनहरूमा पनि अन्नाहुति तात्कालीन अवस्थामा अन्नाहुति दिइराखेका थिए र त्यो मैले सुनिराखेको थिएँ। लगभग 50औं वर्ष पहिले र उग्रताराको एउटा परम्परामा के थियो भनेपछि उग्रतारा जब जति बेलामा माता उग्रतारा यस कुर्मशिला पर्वतमा प्रादुर्भाव भइन् भनेपछि यो भूमि सस्यशालिनी भूमिको रूपमा थियो। यो भूमि सारा सस्यशालिनी भूमि थियो र यहाँ कृषकहरूले आफ्नो खेतीबाडी गर्दथे र अहिलेका तत्कालीन अवस्थामा त्यसै क्षेत्रमा बसोबास गर्ने हाम्रा जति पनि साकी जातिहरू छन् तिनीहरू नजदिकमा भएर तिनीहरूले प्राप्त गरेको भन्ने किम्वदन्ती पनि छ र नभएको होइन। र तर सबैभन्दा पहिले जब ती कृषकले त्यहाँ खेत जोत्ने बेलामा माता उग्रताराको त्यो दर्शन पाए, अर्थात् शिलामा हलोमा अड्किएर जब शिलामा चोट लाग्यो र त्यो शिलामा चोट लागिसकेपछि रक्त प्रवाहित हुन लाग्यो, त्यसको प्रत्यक्ष प्रमाण अहिले पनि छ। नुवाखोला भन्ने छ त्यहाँ। नुवाखोला भनेको जसरी यो ना लगाउँछन् धेरै पानी भइसकेपछि र यो के भन्छौँ हामी त्यसलाई ना तरेर जाने भन्छौँ, त्यो नुवाखोला भन्ने अहिले पनि त्यो खाडल त्यस्तो बनेर त्यो गहिरो भाग त्यहाँ पानी पनि छ र त्यहाँ रक्त प्रवाहित भयो र त्यो अब के भयो अचम्म भयो भनेर सारा जगतलाई अर्थात् गाउँलेहरूलाई बोलाउँदै उनले आफूलाई ल्याएको जो खिचडी थियो त्यो खिचडीलाई के गरिदिए भनेपछि त्यो पाल परेको ठाउँमा टालिदिए र माता प्रसन्न भएर के भन्दछन् भनेपछि हे बालक तिमीले जो पनि गर्यौ र घोर रूपे महारावे सर्वशत्रु भयङ्करी र भक्तिभ्यो वरदे देवी त्राहिमाम शरणाङ्गताम भनेर त्यो जब ध्यान गर्न लाग्यो त्यो अर्थात् त्यो कृषकले भनेपछि माताले भनिन् कि म मात्रै आएकी छैन र मानसरोवरबाट भगवान श्री भोलेनाथ शङ्कर सपरिवार सहित यहाँ अवतरित भइसक्नु भएको छ। हे भक्त तैले घर गएर अब सबैलाई सूचना पठा र त्यसपछि दैवज्ञ ज्योतिषहरू र यहाँका विद्वान पण्डितहरूलाई बोलाएर मेरो महाभिषेक गर र शैलेश्वर रेणुका नदी र शल्य नदीको किनारमा मेरो शिव परिवार सहित यहाँ अवतरित भएका छन् र सबभन्दा पहिले शिव परिवारको पूजा गरेर त्यसपछि यस डाँडोमा आएर गाजाबाजा सहित उत्सवका साथ कार्तिक शुक्ल पूर्णिमामा प्रादुर्भाव भएकी महामाया भगवतीलाई त्यो मानसरोवरबाट हुँदै आएको अर्थात् किम्वदन्ती र त्यसपछि र पहिले शैलेश्वर महादेवको पूजन त्यहाँ सपरिवार शिव परिवार गणसहित पूजन गरेर अनि महामाया भगवतीको पूजन र गर्नु र त्यसपछि मनोवाञ्छित फल प्राप्त हुनेछ भनेकोले आज पनि प्रचलनमा साकी जातिको पुजारीले र भगवती महामाया पराम्बा जगदम्बा 10 महाविद्या अन्तर्गत माता श्री दुर्गा भवानी
श्री उग्रताराको मन्दिरबाट काँपेर र जब तिनी त्यहाँबाट जान्छन् भनेपछि शैलेश्वरमा गएर तिनलाई महाभिषेक जोशीहरूले महाभिषेक गरेर त्यसपछि जनेऊ धारण गराएर सबैले कसैले तिनलाई र आफ्नो पोसाकहरू दिन्छन्, कसैले जनेऊ धारण गराउँछन्, कसैले महाभिषेक गर्छन्। त्यसपछि पुजारा बनाएर तिनले अन्नाहुतिलाई अर्थात् अन्नको भोग लगाएपछि र देशमा शान्ति, संसारमा शान्ति हुन्थ्यो। तर आज 50 वर्षदेखि त्यो कुरा रोकिएको कुरा पनि यहाँ समक्ष मैले जानकारी गराए र यसलाई बनाउनका निमित्त कठोर तपस्या चाहिन्छ। त्यो पुजारा बनाउनका निमित्त त्यो तपस्या कलिकालमा पुग्न सकेको छैन। सानो एउटा टाउको मात्रै भित्र छिर्ने महादेव मन्दिरमा एउटा जसलाई हामी खोपी भन्दछौँ, जलिखो भन्दछौँ र त्यो छ। त्यहाँबाट भित्र प्रवेश गर्नुपर्छ र त्यसपछि शमशान घाटमा आफ्ना लुगाहरूलाई फाल्नुपर्छ र त्यसपछि भित्र लगेर महाभिषेक हुन्छ, त्यसपछि पुजारो हुन्छ र त्यसले अन्नको भोग लगाइसकेपछि देशमा शान्ति हुन्छ र त्यो हुन सकेको छैन। आदरणीय श्रोतबिन, त्यस्तै महामाया परम्बा भगवतीको त्यो महिमालाई जसले स्मरण गरिराखेका छौँ, श्रवण गरिराखेका छौँ, आज उनकै मेला हो र उनकै दिन हो। उनकै दिनमा उनको एउटा लीलालाई हामी यहाँ स्मरण गरिराखेका छौँ र 4 ठाउँबाट यहाँ देउराहरू आउने गर्दछन्। महामाया परम्बा भगवती, जगदम्बिका भवानी, श्री तारा दश महाविद्या अन्तर्गतकी उग्रतारामा र जिलोडा, छचोडा, दमडा र खनवडाबाट 4 ठाउँबाट देउराहरू आउने गर्दछन् र त्यसपछि र साकी जातिका व्यक्तिहरूले विशेष भूमिका निर्वाह गरेर अर्थात् पूजा आजामा सघाउने गर्दछन् र 4 वटा पण्डाहरूबाट र पातली पूजा अर्थात् भोग लगाइन्छ। ती हुन् र भट्ट पुजारी र त्यसपछि र पन्त पुजारी र लगायतका पुजारीहरूले पनि भोग लगाउने गर्दछन् भने र त्यसपछि यहाँको विशेष गरेर जो माता कालिका छन् र जो माता भैरवी छन्, मानसी छन्, तिनको सात्विक विधान र तान्त्रिक विधि, सात्विक विधि, अन्य विधि अनुसार पूजाको जिम्मा स्वयं अर्थात् जोशी ब्राह्मणहरूले लिएका छन् र उहाँहरूले पूजन गरेमा र जो पनि सार्वजनिक पूजाहरू हुन्छन् उहाँहरूले पूजन गरेर उपस्थित पनि भइदिएपछि र सबैको पूजा, संसारको पूजा र सर्वसुलभ हुन्छ र सर्वमान्य हुन्छ भन्ने कुरा पनि यहाँ भनिएको छ। त्यसोस्ले यहाँ र सबै पाण्डेय ब्राह्मणहरू, भट्ट ब्राह्मणहरू, जोशी ब्राह्मणहरू र अरू थरहरू पनि धेरै छन्। आफ्नो सबैको एउटा प्रचलन छ र चौलोहरू पनि जान्छन् र छगरकाको चौलो भन्छन् र त्यसपछि र भट्टराईहरूको चौलो भन्छन्। यी सबै गएर यहाँ विशेष आराधनाका साथ माता उग्रतारालाई पूजा गर्ने गरिन्छ। यो ग्राम्यादि वचन र पौराणिकता यसको वैदिकतासँग पनि मिल्ने हुनाले हामीले यसको पौराणिकतालाई पनि बचाएर हामीले ग्राम्यादि वचनतर्फ लैजानु पर्दछ र सबै माता उग्रताराले सबै जनजनको कल्याण गरून् भन्दै म सबैलाई पुनः एकपटक विशेष माता उग्रताराको आशीर्वाद रहिरहोस् भन्ने शुभकामना यो देही जातको पर्वको उपलक्ष्यमा गर्न चाहन्छु। ओम श्री देव्या अर्पण।